चिन्दिन रबिना हो कि सबिना हो, कहाँ जानु न्याय माग्नको लागि म? र त्यो पत्रकार रवि लामी छानेको पत्रकार दाइले मलाई आराधन गरे। मलाई प्रमाण चाहियो, मलाई दोषी साबित गर्दो, मलाई र मेरो श्रीमानलाई दोषी साबित गर्दो, नभए म आगो लगाएर गणेश नेपाली जस्तो मर्छु। म चुप लागेर बस्दिनँ, अब म मर्छु। तपाईहरुलाई गाह्रो होला, फेरि इन्टरनेसनल इस्यु बन्छ। रवि लामी छाने दाइ बालेन सरकार भनिदिएको छु मैले। हो, त्यही भएर रबिना खातुन दिदी राजनीतिकमा कहिल्यै पनि मान्छे आफ्नो हुँदैन। आफ्नो मान्छेलाई पनि पराई बनाइदिन्छ, झगडा पारिदिन्छ राजनीतिक भन्नेले। त्यही भएर कसैको विरुद्धमा होइन, बरु सरकारलाई होस् विपक्षलाई होस् सिकाउने काम गरौँ। हाम्रो जनताको काम नै यही हो। कसैलाई आफ्नो इमान इज्जत दिनु पनि हुँदैन र कसैलाई खुलेर समर्थन पनि गर्न हुँदैन। हो दिदी, यही नै सिकाउँछ। सिक्नुभयो होला नि अब त। हो, कसैले साथ दिँदैन, न हर्क साम्पाङले न सरकारले। आफ्नो ठाउँमा आफै हिँड्ने हो। बुझ्यो होला कुरा, योभन्दा अगाडि पनि बुझ्नु होला है।